हिप्पको कति गर्मी हुन सकेको हो कतिले त्यही माथि त्यति टाढा छ लुगा धो पानी यो गर्दै जिम बित्छ के गर्ने छोरीलाई खाजा बनाउनै छ अहिले एकछिनमा एकैछिन बसेर छोरीलाई खाना बनाइदिनु पर्ला छोरी आज किन अहिले छिटो आएको नि ए ल तिमी गएर लुगा चेन्ज गरेर गएर म यति लुगा सुकाएर आउँछु है छोरी पनि आइपुग्छ नभए एकछिनमा खाना बनाइदिनु पर्छ सबको भनेको जानु पर्यो म पनि अब दुर्गा ए दुर्गा हजुर दिदी भन्नु न हेर त तिम्रो छोरीले मेरो छोरीको टाउको फुटाल्दैकी छिन् के भन्नुभएको दिदी त्यस्तो हुनै सक्दैन यस्तो त थाहा नभए यस्तो छोरीलाई सोध छोरी ए छोरी यता आऊ त तिमी छिटो यता आऊ भनेको के गरेको तिमीले उसको साँच्चीकै टाउको फुटालेको हो अनि मैले सोचिरहेको थिएँ यो के हो म त सोचेको थिएँ कलर हो यो तिमीले यो यस्तो गर्ने हो तिमी छोरी मान्छे भएर यस्तो गर्ने हो हेर त यहाँ म त सोचिरहेको थिएँ कलर होला त्यसै कलर गर्दाखेरि लागेको होला लास्टमा त हेर त ब्लड गराइरहेको छ किन यस्तो गरेको तिमीले भन किन यस्तो गरेको दिदी अब जे हुनु थियो भयो माफ गरिदिनु होला मसँग अब यति नै पैसा सक्नुहुन्छ भने यतिले नै तपाईँको छोरीको उपचार गर्नुहोस् है बिना बाउको संस्कार नभएको छोरी घर चाहिँदैन हामीलाई गर्दैन के गरेको तिमीले हेर त आखिरमा तिम्रो बाउ छैन तिम्रो बाबा हुनुहुन्न त्यही पनि तिमीले बाबाको नाम कमाउनु सक्थ्यौ नि हेर त गाउँले के भन्थे बाबा छैन पनि यस्तो गर्छन् उस्तो गर्छन् भन्न त सक्थ्यौ नि तर तिमीले के गरेको छोरी मान्छे भएर मान्छेलाई कुट्दै हिँड्ने हो भन त तिमीलाई त तिमीसँग पिटेर केही खाँदै छैनन् के भयो र ए हो ल आज आऊ भित्र कोठामा बस्नु पनि मारे होइन छ आऊ यहाँ बस्छ आज खाना खायौ तिमीले लुगा पनि यस्तो धेरै पर्दैन रहेछ अझै अब दिदी ए ल सुनाउँछु ल सुन त यहाँ सुत्दै बस्छ ए हो ल आज आऊ भित्र कोठामा बस्नु पनि मारे होइन छ आऊ यहाँ बस्छ आज खाना खायौ तिमीले लुगा पनि यस्तो धेरै पर्दैन रहेछ अझै अब दिदी ए ल सुनाउँछु ल सुन त यहाँ सुत्दै बस्छ ए हो ल आज आऊ भित्र कोठामा बस्नु पनि मारे होइन छ आऊ यहाँ बस्छ आज खाना खायौ तिमीले लुगा पनि यस्तो धेरै पर्दैन रहेछ अझै अब दिदी ए ल सुनाउँछु ल सुन त
सुत्दै पर्छ सोधेर आइदिन् त सोधेर आएकै छैन मलाई यसलाई मैले के भने यसले चाहिँ एउटा त्यहाँ पारी भएको दिदीको छोरीको टाउको फुटालेको रहेछ अनि मैले कराएको थिएँ नआइज भनेको त तँलाई मैले जानेको छु अब यही कुरो त घरि यसरी गाली नगर्नु तँलाई मैले दे तँलाई भने मैले छोरी जस्तो गर्ने तैँले त्यस्तो गर्ने ल्याओस् त तँलाई यही हेर तेरो हात तेरो यही हातले होइन छिटेको मारेको तेरो हातले यही हातले होइन भन् यस्तो हातले यही हातले होइन यही हातले होइन यही हातले होइन रोकी तँलाई मैले जानेको छु यस्तै हात तेरो हात यही हातले होइन यही हातले होइन अब हेर तेरो हात कसरी हुँदो रहेछ तेरो हात खुन भयो नि अब जा अब गर तैँले भन् तैँले किन त्यसो गरेको छस् भन् न उसले बाबा नभएको छोरी उसले के भनेको यहाँ पनि नक्कली हो साँच्ची भन्दैछ ए अब त्यो सावित्रीले नाटक गर्न थाले आफ्नो छोरीलाई मेरो बुढा छैन भनेर मेरो छोरीलाई हेर्न थाल्यो होला त्यसले साँच्ची भनेको नि तिमीले यतिमा त्यहाँ गएर हेऱ्यो भने रियल हुन्छ नि मैले जानेको छु आइम सरी मेरो छोरी मैले तिम्रो कुरा बुझ्न सकिनँ हेर कति चोरी भएछ मलाई माफ गरिदियो मैले तिम्रो कुरा बुझ्न सकिनँ आऊ म त्यसलाई जानेको छु के त्यसले मेरो बुढा छैन भनेर हेर्दै होइन आऊ फेरि आऊ ए सावित्री ढोका आउनुहोस् छिटो आउनुहोस् तपाईँ बाहिर आउनुहोस् तपाईँको छोरीलाई निकाल्नु छिटो नानी यता आउ त मेरो बुढा छैन भने मलाई हेर्ने के हो यो खै घाउ मलाई हेर्न जानेको दबाई गरेको मैले भने मेरो छोरीलाई यसरी पिटे कि हात भाँचिसकेको छ तिमीले चाहिँ मलाई यसरी हेर्ने मेरो बुढा छैन भन्न मेरो बुढा नभने मेरो छोरी छ मेरो साथमा मलाई सपोर्ट गर्ने मेरो छोरी धनको कमी छैन मलाई आइन्दा यस्तो गर्नुभयो भने मैले पुलिस केस गरिदिन्छु मेरो बुढा छैन भन्दा अझ गाउँ निकाला गर्न खोज्ने होइन तपाईँ मैले कहाँ गाउँ निकाला गर्न खोजेँ हुँ भन्नु त तपाईँले त्यही भन्दैन यस्तो गाउँमा बस्न अनि तिमी चाहिँ के हो यही हो नाटक तिम्रो बाउ छ आमा छ तिमीले चाहिँ यसरी नाटक गर्ने हो भन त हेर त तिमी जस्तै हो पनि तिमीले गर्दा उसले बेकारमा गाली खायो एउटा छोरी मान्छे भयो छोरी मान्छेको ठाउँमा बस माफी माग चाँडो माफी माग अझ किन लुकिरहेको छौ छिटो माफी माग पैसा तिम्रो सब मेरो छोरीको हातमा उ भएको स्टार्ट किन उ गर्छौ बोल न तिमी छोरी आजदेखि यस्तोसँग बस्न नि हुन न त हाम्रो जाति मिल्छ न त हाम्रो उनी मिल्छ छ दे यस्तोसँग बस्नु हुन आउ छोरी तिमीलाई खुब ढाक्ने भयो नभएको बर्ता आइमाई उसको चाहिँ बुढा छ भनेर हामीलाई उ गरेर हेप्दो रहेछ है यता छोरी हात आइन्दा मैले तिमीलाई नराम्रो सोचेँ कि मलाई माफ गरिदियो हाने तिमीलाई गाली गरेँ माफ गरिदियो मैले तिम्रो कुरा बुझ्न सकिनँ छोरी तिम्रो आमालाई त्यस्तो कुरा सोच्दा जे भने छोरीको बारेमा त्यस्तो नराम्रो कुरा सोच्दा आमालाई मन दुख्छ नि त मलाई माफ गरिदियो है सक्छौ भने सम्पूर्णमा नमस्कार थ्याङ्क यू फर वाचिङ गाइज सो तपाईँहरूले कस्तो लाग्यो अनि यो चाहिँ अब हामीले सबैले मिलेर बनाएको छु फर्स्ट टाइम बनाएको हो राम्रो नहुन सक्ला अब पछि प्रयास गर्नेछौँ त तपाईँहरूले लाइक सब्सक्राइब बेल आइकन दबाइदिनुहोस् र सब्सक्राइब गरेर सबैलाई यो भिडियो सेयर गरिदिनुहोस् धन्यवाद